यहाँ आएर काममा भिज्नु पर्यो, मान्छेहरूसँग कसरी डिल गर्नु पर्यो, वर्किङमा एप्लाई गरौँ भनेको। तर पहिला स्टुडेन्ट फालेकोले वर्किङमा एप्लाई गर्दा स्टुडेन्टमा दिएको डिटेल मिलेन भने रिजेक्ट गर्छ भन्नुभएको छ। सिओई आउनु भनेको चाहिँ 3 महिनाभित्रमा हो। अनि यताउति भिजा एप्लाईहरू गर्दा यताउति गर्दा चाहिँ आइहाल्नु भयो भने पनि यहाँ आएपछि अब यहाँको हस्पिटलहरू धेरै महँगो हुन्छ। यहाँ काममा पनि बिदा पाउँदैन, जति बेला भन्यो त्यति बेला बिदा पाउँदैन। देखिने ठाउँमा एकदम ठुलै छ भने त अब त्यस्तो छ भने त अलि थोरै प्रब्लम हुनसक्छ। सानो नदेखिने ठाउँमा त्यस्तो छ भने चाहिँ हेलो अनि नमस्ते सबैजनालाई, स्वागत छ मेरो युट्युब च्यानलमा। यदि तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने म हो रश्मि सूर्यवंशी, जुन अहिले हाल जापान बस्दै आएको छु र सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै आरामै छु। र आज म फेरि तपाईँहरू माझ एउटा एसएसडब्ल्यू को भिडियो लिएर आएको छु, किनकि म पनि आफू पनि एक एसएसडब्ल्यू भिजाबाट जापान आएको थिएँ र मैले योभन्दा अघिल्लोतिर पनि एसएसडब्ल्यू भिजाबारे नै भिडियोहरू बनाएर हालिराखेको थिएँ र धेरैजनाले क्वेसनहरू गरिराख्नु भएको थियो, कमेन्टहरू गरिराख्नु भएको थियो अनि मलाई पर्सनली पनि सोधिराख्नु भएको थियो। त्यही भएर आज चाहिँ मैले एकमुष्ट सबैजनालाई क्युएनए भिडियो बनाएर नै एन्सर दिउँ भनेर सोचेर चाहिँ म आज क्युएनए भिडियो बनाउन जाँदैछु। र म पनि एसएसडब्ल्यू भिजामा आएको अहिले 1 वर्ष हुन लागिसक्यो। र एसएसडब्ल्यू भिजा भनेको चाहिँ अब यहाँ आएर काम गर्ने चाहिँ गाह्रो पनि हुँदैन, त्यस्तो सजिलो पनि हुँदैन। यहाँ आएर काममा भिज्नु पर्यो, मान्छेहरूसँग कसरी डिल गर्नु पर्यो जापानिजहरूसँग। र अहिले हालको टाइममा चाहिँ धेरै मान्छेहरू चाहिँ थोरै पैसामा छिटोभन्दा छिटो जापान जाने भनेर जसले पनि एसएसडब्ल्यू भिजा नै रोज्नु भएको छ नि त। अनि कतिपयलाई थाहै छैन एसएसडब्ल्यू भिजामा कसरी के भनेर, केही आइडिया नै छैन, जस्ट झाम्की भनेर सोच्नु भयो, यताउति भन्नुभयो नि त। त्यही भएर चाहिँ आज म तपाईँलाई यही क्युएनए भिडियोबाट अलिअलि हेल्प गर्न जाँदैछु र पछि पनि तपाईँहरूलाई यसबाट पनि कुनै कुराको डाउट छ भने मलाई फेरि कमेन्ट गर्न सक्नुहुन्छ। म फेरि तपाईँहरूलाई यसरी नै भिडियो बनाएर एन्सर दिन सक्छु, केही हेल्प गर्न सक्छु। धेरैजसो मेरो भिडियोमा चाहिँ सबैजनाले कमेन्ट भन्दा पनि क्वेसनहरू गर्नुहुन्छ कि कति कुराको कन्फ्युजन रहेछ त नि। त्यही भएर आज चाहिँ म यही भिडियोबाट तपाईँहरूलाई भन्न जाँदैछु। र मेरो पहिलो क्वेसन चाहिँ म पढ्न जाँदैछु। जिएफटी पास पछि कति टाइम लाग्छ स्किल पास गर्न भन्नुभएको छ। तपाईँले चाहिँ जिएफटी पढ्दा पढ्दै अब यान्फो लेभलको पढ्दा पढ्दै अब हजुरले स्किल सँगै पढ्छु भनेर सँगै इक्जाम दिँदा पनि हुन्छ, अथवा तपाईँले जिएफटी पास गरिसकेपछि चाहिँ हजुरले 1-1.5 महिनामा चाहिँ राम्रोसँग पढ्नुभयो भने 1-1.5 महिनामा चाहिँ पास गर्न सक्नुहुन्छ। र सेकेन्ड क्वेसन रहेको छ, वर्किङ भिजामा कति पढेको हुनुपर्छ भन्दै हुनुहुन्छ। वर्किङ भिजामा चाहिँ अब ब्याचलरमा आउने भने चाहिँ ब्याचलर क्लियर गरेको हुनुपर्छ। अब जापान नेपालबाट आउने भनेकै ब्याचलर भिजामा, वर्किङमा आउनु भनेकै ब्याचलर भिजामा हो नि त। त्यही भएर जिएफटी पास गरेको कति टाइमसम्म जानु मिल्छ जापान भन्दै हुनुहुन्छ। अनि हजुरले चाहिँ जिएफटी पास मात्र गरेर जापान चाहिँ जान मिल्दैन, हजुरले स्किलको पनि पास गर्नुपर्ने हुन्छ। र जिएफटी र स्किलसँगै पास गर्नुभयो भने चाहिँ म्याक्सिमम् 6 महिनामा चाहिँ हजुर जान सक्नुहुन्छ। र अब जिएफटी पास गरेर फेरि स्किल पढ्न अनि प्रोसेसिङहरू यताउति गरेर चाहिँ थोरै टाइम लाग्न सक्छ। अनि नेक्स्ट क्वेसन रहेको छ, सिस्टर हामीलाई नि भिजा पठाउनु न। मैले पनि पढेर जिएफटी पास गरेर स्किल पास गरेर इन्टरभ्यू दिएर म आफैले भिजा निकालेर आफैले त के भन्ने जे भयो नि आफैले भिजा उस गरेर आएको। त्यही भएर तपाईँले पनि त्यसरी नै गर्नु ल। एज कतिसम्म चाहिन्छ भन्नुभयो। एज चाहिँ 18 वर्षदेखि 40 वर्षसम्मको चाहिँ आउन मिल्छ। अनि कस्ट कति लाग्छ भन्दै हुनुहुन्छ। कस्ट चाहिँ 4 लाखदेखि 5 लाख भित्रमा चाहिँ हजुर आउन सक्नुहुन्छ। र मेडिकल गर्दा फिजिकल के चेक हुन्छ त्यस्तो के हुन्छ भन्नुभएको छ। सबै होल बडी नै चेक हुन्छ अब त्यसमा त। मेडिकलमा चाहिँ कति स्यालेरी छ अरे। स्यालेरी चाहिँ 1,80,000 चाहिँ बेसिक हुन्छ, त्योभन्दा चाहिँ माथि नै हुन्छ धेरै जसो ठाउँमा, धेरै जसो होइन सबै ठाउँमा चाहिँ त्योभन्दा माथि नै हुन्छ। अब कम्पनी हेरी हुन्छ, कति थोरै हुन्छ कति धेरै हुन्छ, कम्पनीमा भर पर्छ है त्यो चाहिँ। एग्रिकल्चरमा राम्रो कि फुड डेलिभरी राम्रो कि केयर गिभरमा राम्रो त्यो पनि भनिदिनु न प्लिज भन्नुभएको छ। यो चाहिँ अब हजुरलाई जेमा इन्ट्रेस्ट छ त्यसैमा राम्रो। अब एग्रिकल्चर भनेपछि अब त्यो खेतबारीहरूमा यताउति हुन्छ नि त, त्यो त हामीले नेपालमा नै गरिआएको। तर नेपालको र यहाँको धेरै फरक हुन्छ गर्ने उस चाहिँ मलाई पनि थाहा छैन त्यस्तो के हुन्छ। अनि फुड डेलिभरी भनेको त अब त्यही रेस्टुरेन्टहरूमा काम गर्ने हो। अब जेमा पनि पर्न सक्छ त्यही रेस्टुरेन्टभित्र अब के काम गर्नुपर्ने हो। र केयर गिभर भनेको त्यही अब बुढाबुढीहरूलाई हेर्ने, अब कुनै हस्पिटलहरूमा पनि हुन्छ, कुनै चाहिँ केयर होममै हुन्छ, त्यस्तो फरक फरक हुन्छ। अब तपाईँलाई जेमा इन्ट्रेस्ट छ त्यसमा आउँदा चाहिँ हुन्छ।
सिस्टर, अनि यो केयर गिभरमा नेपालको क्वालिफिकेसन कति चाहिन्छ अरे? हजुरलाई चाहिँ यान्फो लेभलको जापानिज ल्याङ्ग्वेजको सर्टिफिकेट र केयर गिभरको चाहिँ स्किलको सर्टिफिकेट पास गरेको सर्टिफिकेट हुनुपर्छ। त्यति भएपछि चाहिँ तपाईँ आउन मिल्छ। र नेक्स्ट क्वेसन रहेको छ, टिभीको दाज भएको के होला नि, जान पाउँछ कि नै, साह्रै मन आत्तिन लाग्यो, ड्रिम पुरा हुँदैन कि भन्नुभएको छ। अब तपाईँलाई रोग छ भने त आफ्नो हेल्थको राम्रोसँग ख्याल राख्नु, र हजुर यदि आइहाल्नु भयो भने पनि यहाँ आएपछि अब यहाँको हस्पिटलहरू धेरै महँगो हुन्छ, यहाँ काममा पनि बिदा पाउँदैन, जति बेला भन्यो त्यति बेला बिदा पाउँदैन। त्यही भएर एकचोटि आफ्नो कन्सल्टेन्सीमा गएर केही कुरा आफ्नो कन्सल्टेन्सीमा गएर कन्सल्ट गर्नु। कालो मान्छेलाई केयर गिभरमा जान पाउँछ, प्लिज वन भिडियो फर ब्ल्याक मेन इन के भने, म पनि त कालो छु, जति पनि आएको हुन्छ नि अफ्रिकनहरू त आएर काम गरेको हुन्छ, जस्तो कालो गोरो जस्तो भए पनि फेरि जापानिज यहाँ कमेन्ट पनि अचम्म गर्नुहुन्छ बाबारै। दिदी तपाईँ चाहिँ कति मन्थ पढ्नु भयो अरे? म त धेरै नै पढेँ, मैले त पहिला स्टुडेन्टमा एप्लाई गर्ने बेलामा पनि अब एकछिन त्यति बेला नि पढेको, धेरै नै पढेँ भन्दा पनि मैले 1.5 वर्ष चाहिँ पढेँ, तर बिचमा चाहिँ ग्याप भएर पढेको, 5-6 महिना ग्याप भयो, अनि त्यसपछि चाहिँ त्यसरी पढेर आएको। अब एक्ज्याक्ट यति भनेर यतिमा पास गरेर आएको भन्ने मिल्दैन मेरो त। अनि एसएसडब्लुमा जिएलटिसी पनि पास गर्नुपर्छ अरे? जिएलटिसी जिएलसिटी भन्नुभएको कि जिएलपिटी भन्नुभएको? खै एसएसडब्लु भनेपछि यान्फो लेभलको जिएलपिटी होस् या जिएफटी होस्, हजुरले चाहिँ त्यो दुइटा पास गर्नु पर्यो, त्यति भएपछि चाहिँ हुन्छ तपाईँको। अनि आशा राख्दछु रे। हस्, आशा राख्नुहोस् है। कति खर्च लाग्यो भन्न चाहिँ 5 लाखसम्म चाहिँ खर्च लाग्छ, 5 लाख जति लाग्यो मेरो। भिजा आउन कति टाइम लाग्छ अरे? भिजा आउन त अब हजुरले भिजा एप्लाई गरेको 1 हप्तामै भिजा आउँछ। कति वर्ष बस्न पाइन्छ दिदी रे? अब हामी चाहिँ एसएसडब्लु भिजा भनेको त तोकिएको टाइम चाहिँ 5 वर्षको हो नि त, भिजा चाहिँ 1 वर्षको हुन्छ, हामीले रिन्यू गर्दै 5 वर्षसम्म बस्न पाउने हो। सिस तपाईँले खाइगोको स्किल कहाँ पढेको नि रे? मैले चाहिँ पोखराको निभा गल्लीमा मायुमी कन्सल्टेन्सीमा पढेको। सिस्टर, मैले पनि धेरै पहिलादेखि जापानिज ल्याङ्ग्वेज पढ्न थालेको, स्टुडेन्ट भिजामा एप्लाई गरेको थिएँ तर रिजेक्ट भयो। एसएसडब्लु तयारी गरेर जिएफटी केयर गिभर पास गरिसकेँ, तर अब एप्लाई कसरी गर्ने भनेर तनाव भएको छ। अब मलाई केयर गिभरको इन्टरभ्यू क्वेसनहरू राखिदिनुहोस् न है रे। हस्, मैले पनि त्यो भिडियो अब राख्छु टाइम मिलाएर। केयर गिभरमा स्किल पास गर्न पर्दैन र दिदी रे? केयर गिभरमा स्किल पास गर्नुपर्छ नि। अब एसएसडब्लु भनेको त अब काम गर्ने भिजामै आउने, अब त्यो कामको त अब तपाईँको दक्ष हुनु पर्यो नि त, सक्नुहुन्छ कि नै त्यही स्किल चाहिँ पास गर्नुपर्छ है, जेमा आए पनि, केयर गिभर होस् या अरू सेक्टरमा होस्। इन्टरभ्यूमा फाल्ने चान्स कतिको हुन्छ दिदी रे? अब इन्टरभ्यूमा अब हजुरले कसरी कम्युनिकेसन गर्नुभएको छ उहाँहरूसँग, त्यसमा भर पर्छ। फाल्ने चान्स त अब त्यस्तो के भन्ने। दिदी पैसा चाहिँ कति लाग्छ होला, प्लिज रिप्लाई गर्नु होला। मैले भनिसकेको छु अगाडि, र मैले पहिलाको भिडियोमा पनि बनाएको थिएँ, मैले भिडियो पनि बनाइसकेको छु, त्यहाँ गएर हेर्न सक्नुहुन्छ पैसाको बारेमा। दिदी स्यालेरी मिनिममदेखि म्याक्सिमम कति छ केयर गिभरमा अरे? 2 लाखभन्दा माथि नै हुन्छ है केयर गिभरमा चाहिँ। कति लागत लाग्छ नि फेरि? फोनमा कुरा गर्न मिल्छ यो विषयमा, केही कुराहरू बुझ्नु थियो रे। मैले चाहिँ मेरो डिस्क्रिप्सन बक्समा चाहिँ मेरो फेसबुक आइडीहरू, इन्स्टा आइडीहरू राखिदिएको छु, त्यहाँ गएर मलाई मेसेज गर्नु न। सिस्टर, हातमा ट्याटु खोपेको छ, तातो के हो ट्याटु खोपेको मान्छेलाई लान्छ कि नै सिस रे? अब ट्याटु खोपेको मान्छेलाई अब देखिने ठाउँमा एकदम ठुलै छ भने त अब त्यस्तो छ भने त अलिक थोरै प्रब्लम हुनसक्छ। सानो नदेखिने ठाउँमा त्यस्तो छ भने चाहिँ इट्स ओके, आउन मिल्छ होइन? दिदी, यो भिजामा डिपेन्डेन्टमा लान मिल्दैन? डिपेन्डेन्टमा चाहिँ लान मिल्छ। यहाँ आएपछि चाहिँ अब हजुर केयर गिभरमा आउनुभएको छ भने चाहिँ खाइगो फुकुसिसी भन्ने एउटा इक्जाम हुन्छ, त्यो इक्जाम दिएर पास गरेर हजुर चाहिँ स्योक्विन हुनुभयो भने चाहिँ हजुरले डिपेन्डेन्टमा ल्याउन पाउनुहुन्छ, र अरू कुनै सेक्टरमा आउनुभएको छ भने चाहिँ एसएसडब्लु 2 भन्ने इक्जाम दिनुपर्ने हुन्छ, त्यो इक्जाम पास गर्नुभयो भने चाहिँ हजुरले डिपेन्डेन्टमा ल्याउन पाउनुहुन्छ। दिदी, कति समय ल्याङ्ग्वेज पढेर पास भइन्छ अरे? ल्याङ्ग्वेज चाहिँ हजुरले रेगुलर ल्याङ्ग्वेजमा मात्र फोकस गरेर पढ्नुभयो भने चाहिँ अब कति टाइम लाग्ला, इक्जाम दिएर पास हुन्जेलसम्म चाहिँ मेबी 14-15 महिनामा चाहिँ हुन्छ। केयर गिभर फुड सर्भिस सबैको बारे भनिदिनु न रे। म चाहिँ एउटा भिडियोमा भनिदिन्छु ल, नेक्स्ट भिडियो चाहिँ मैले यसको लागि बनाउँछु स्योर। जिएलपिटी यान्फो इक्जाम दिए हुन्छ कि जिएफटी नै दिनुपर्छ अरे?
हजुरले चाहिँ यान्फो लेभलको जेएलपिटी होस् या जेएफटी दुईटामा जुन दिँदा पनि हुन्छ। नर्सिङ केयरको मोक टेस्टको बारेमा थाहा छ भने भनिदिनु न भन्नुभयो। मोक टेस्ट त मैले त मोक टेस्ट दिएकै होइन पहिला मैले पढ्दा त्यस्तो केही दिएको होइन। मैले जस्ट क्लासमा सेन्सेले पढाएको भरमा र हामीहरू ग्रुप स्टडी गरेको भरमा त्यतिकै इक्जाम दिएर आएको। मेरो नि स्टुडेन्टमा रिजेक्ट भएको छ, म नि एसएसडब्ल्यूमा एप्लाई गर्न लागेछु, बट जेएफटी पास गर्नुपर्ने छ अरे। हजुर जेएफटी चाहिँ पास गर्नु नै पर्छ। सिस्टर जेएफटीको फर्म वर्षमा कति पटक खुल्छ होला अरे? वर्षमा 2-2 महिनामा खुल्ने, वर्षमा चाहिँ 6 पटक खुल्छ। स्टुडेन्ट भिजामा रिजेक्ट भएको पेपर देखाउनु पर्छ सिस भन्नुभएको छ। त्यस्तो केही पेपरहरू चाहिँ देखाउनु पर्दैन। कुन इयरमा चाहिँ हजुरको रिजेक्ट भएको हो र अनि कुन गएकोमा एप्लाई गर्नुभएको थियो यताउति भनेर चाहिँ एउटा डकुमेन्ट हुन्छ। त्यो डकुमेन्टमा चाहिँ जस्ट लेख्ने मात्र, आफैले त्यहाँ तलपट्टि यसो पोइन्ट मात्र लेखिदिने हो, त्यति मात्र गरे हुन्छ। मैले चाहिँ त्यति गरेको हो। इक्जाम चाहिँ गाह्रो हुन्छ हुँदैन, पढेपछि सजिलो हुन्छ। दिदी तपाईँको वाट्सएप नम्बर पाऊँ न अरे? मैले चाहिँ मेरो इन्स्टा आइडी र फेसबुक आइडी चाहिँ त्यही डिस्क्रिप्सन बक्समा राखिदिएको छु। तपाईँलाई के क्वेसन सोध्नु छ भने चाहिँ त्यसैमा मलाई मेसेज गर्न सक्नुहुन्छ। डिटेलमा केयर गिभर जब बारेमा भिडियो बनाउनु पर्यो अरे। ओके, म बनाउँछु, स्योर। केयर गिभरको स्यालेरी कति हुन्छ दिदी? 2 लाखभन्दा माथि नै हुन्छ। केयर गिभर काम कस्तो? केयर गिभर काम चाहिँ अब राम्रै छ भनौँ। अब बुढाबुढीहरूलाई डिमेन्सिया भएको हुन्छ, त्यो भुल्ने रोगहरू भएको हुन्छ नि त। उहरू जे पनि बोल्छ, जे पनि गर्छ, उनीहरूसँग चाहिँ डिल गरेर कसरी आफ्नो मानसिक शक्ति चाहिँ बलियो बनाउनु पर्ने हुन्छ क्या। किनकि हामीलाई झनक्कै रिस उठ्ने हुन्छ नि त, कसैले आँडेपाडे काम गर्यो भने त रिस उठ्ने हुन्छ नि त। त्यस्तो बेलामा चाहिँ रिसाउनु भएन, उहरूसँग राम्रोसँग मायाले बोल्नुपर्छ। त्यस्तो गरेपछि चाहिँ अब उनीहरूले पनि कुनै बेलामा माया गर्छ, कुनै बेला रिस उठाउँछ। त्यही हो, त्यस्तो गाह्रो चाहिँ हुँदैन, त्यस्तो सजिलो पनि हुँदैन, सोचे जस्तो सजिलो पनि हुँदैन। हेलो, नर्सिङ केयरमा मन्थली स्यालेरी कति हो? प्लिज रिप्लाई दिनुहोस् न भन्नुभएको छ। अब त्यो चाहिँ कम्पनी अनुसार फरक फरक हुन्छ है, सबैमा एउटै हुन्छ भन्ने हुँदैन। एसएसडब्ल्यू केयर गिभरमा जाँदा डिपेन्डेन्टमा लानु पाउँदैन भनेको सुनेको थिएँ, के हो र सिस? यो बारेमा केही नलेज छ भने सेयर गरिदिनुहोस् न सिस भन्नुभएको छ। एसएसडब्ल्यू केयर गिभरमा चाहिँ हजुरले चाहिँ आएर एसएसडब्ल्यू खाइगो फुकुसिसी भन्ने इक्जाम हुन्छ। त्यो इक्जाम पास गर्नुभयो भने चाहिँ हजुरले डिपेन्डेन्टमा ल्याउन पाउनुहुन्छ र 5 वर्षभन्दा धेरै पनि बस्न पाउनुहुन्छ, लङ टर्म बस्न पाउनुहुन्छ। अहिले कुन सिटीमा हुनुहुन्छ? प्लिज रिप्लाई दिनु। म अहिले ओसाकामा छु। जेएफटी पास कति टाइम लाग्छ स्किल पास गर्न अरे? जेएफटी पास गरेको चाहिँ हजुरले 1-1.5 महिनामा रेगुलर राम्रोसँग स्किललाई मात्र फोकस गरेर पढ्नुभयो भने चाहिँ 1-1.5 महिनामा चाहिँ हजुरले पास गर्न सक्नुहुन्छ। सिस्टर कन्सल्टेन्सीको नाम मेन्सन गरिदिनु न। मैले पढेको कन्सल्टेन्सी चाहिँ 3टा छ। सुरुमा पढेको चाहिँ न्यू साकुरा जुन अहिले पाल्पारामपुरमा रहेको छ, र सेकेन्डमा पढेको चाहिँ मायुमी कन्सल्टेन्सी जुन अहिले पोखराको निवा गल्लीमा रहेको छ, र थर्डमा चाहिँ मैले जुन जापान आउनको लागि हायर गरेको कन्सल्टेन्सी चाहिँ चितवनमा रहेको छ, फ्लाइयु। केयर गिभरमा के गर्नुपर्छ दिदी भनेर मैले चाहिँ नेक्स्ट भिडियोमा केयर गिभरको कामबारे चाहिँ हजुरहरूलाई भन्ने छु। एसएसडब्ल्यू भिजामा गएर 5 वर्षपछि फेरि एसएसडब्ल्यू भिजामा जानु मिल्दैन नेपाल आएर? यसो त्यसमा के गर्नु? हजुर चाहिँ 5 वर्षसम्म काम गरेर चाहिँ रिटर्न नेपाल फर्किन्छु भन्नै पर्दैन नि। हजुर आएको 3 वर्षसम्म पढ्दै काम गर्दै गरेर मेहनत गरेर हजुरले एसएसडब्ल्यू 2 इक्जाम दिएर हजुर लङ टर्मसम्म त बस्न पाउनु भयो नि त। नेपाल फर्किनै पर्छ भन्ने छैन, अरू धेरै अप्सनहरू हुन्छ। हजुरले केयर गिभरको नेपालीबाट इक्जाम दिनु भएन हो सिस? दिएको हो नि, नेपाली जापानिज दुइटैबाट दिएको मैले। लिसनिङलाई कसरी पढ्नु भएको थियो सिस्टर? लिसनिङ कसरी राम्रो बनाउने? लिसनिङ त हेर न पछाडि लिसनिङ चाहिँ मैले जस्ट त्यो युट्युबको भिडियोहरू सुनेको हो। त्यस्तो लिसनिङ त म त सुन्दै सुनेन हौ दिदी खासै। गाम्बाते नै यस्तै सपोर्टिभ भिडियोहरू बनाउनु अरे। हस्, ओके। र आजको लागि चाहिँ मैले यति नै क्वेसन क्युएनए भिडियो बनाएँ, र तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो? मैले छिटो बोलेँ होला, कुनै बुझ्नु भएन होला। नबुझेको चाहिँ मलाई फेरि क्वेसन गर्न सक्नुहुन्छ र मलाई पर्सनली पनि सोध्न सक्नुहुन्छ। म हजुरलाई राम्रोसँग डिस्क्राइब गरिदिन्छु यो भिजाबारे चाहिँ। र बाँकी चाहिँ म फेरि नेक्स्ट भिडियोमा क्युएनए गर्नेछु। आजको लागि चाहिँ बाई बाई। सबैजना राम्रोसँग पढेर राम्रोसँग जापान आउनु होला। टाटा।